हेलो एभ्रिवान, गुड मर्निङ। म सुतेर उठेको अनि मैले तल गएर नुहाएर आएको नल्काबाट। म नल्कामा यस्तो हेर्छु, कोही नभएपछि जान्छु अनि नुहाएर आउँछु के साथीहरू। नुहाउनु त पर्छ, बिहान बिहान डेली बिहान साँझ नुहाउनै पर्छ। ननुहाएपछि त गुड मर्निङ हुँदैन। अनि म यो अफिस जानको लागि रेडी भएँ। अनि त्यसपछि मैले कोठा मिलाएँ अनि म रेडी भएँ साथीहरू। हेर्नुहोस् मेरो ऐना कस्तो राम्रो, मलाई ऐना खुब मनपर्छ साथीहरू। यस्तो राम्रो लाग्छ मलाई मेरो ऐना। म ऐना हेरेँ अनि बहिनीकोमा गएँ अनि बहिनीकोमा गएर खाना खाएँ। खाना खाएर म अफिस जाँदैछु। अहिले नि बाई भन्दैछु मेरो बहिनीलाई। बाई भनेर म निस्किसकेँ अफिसको लागि। म उतै खाना खान्छु के, मेरो बहिनी र म सँगै बसेर खाना खान्छु, मलाई एक्लै खाने बानी नहुनाले साथीहरू। अनि म भन्दै थिएँ म जाँदैछु त भनेर यसरी मैले भिडियो बनाएको आफ्नो बहिनीकोमा जाने बेला। अनि त्यो रुमाल समाएर ब्याग समाएर साथीहरू म आइसकेँ। त्यसपछि बाहिर निस्केँ, त्यसपछि अफिस पुगेँ। अफिस पुगेर आज मलाई स्टक लिने काम परेको थियो। स्टक मैले यति जाँदा जाँदैबाट स्टक गर्न पर्यो। 12-18 र 12-12को स्टक थियो। मलाई त यस्तो बोरिङ, झन् मलाई सर्दी जुखाम भएर नाकबाट रुमालै हटाउने मन लागेको थिएन साथीहरू। फेरि मैले स्टक लिएँ। स्टक लिएर पछि गाडी आयो। गाडी आएर मैले अनलोडिङ गराएर बसेर अनलोडिङ गराएँ। त्यति बेला पनि मलाई बोर लाग्यो कि आई डोन्ट नो, मेरो जिन्दगी बोरिङ छ साथीहरू। अनि बोर भएँ। त्यसपछि बोर भएर योमा राख उमा राख भनेर मेरो काम त यति गर्ने बसी बसी गर्ने काम साथीहरू, त्यस्तो अरू केही छैन होइन। त्यही पनि म बोर मान्छु के, काम त केही हुँदैन मेरो, त्यही पनि म धेरै बोरिङ छु केही। अनि त्यसपछि मैले स्टकको कपी समाएर स्टोरी अनि पछि माथि गएँ। फेरि मलाई अल्छी लाग्न लाग्यो साथीहरू। अल्छी लागेर म सुतेको 1-2 घन्टा मस्त सुतेको। म यसरी नै सुत्छु के साथीहरू। यो टेबलमा टाउको राखेर मस्त यस्तरी सुत्दिन्छु। सब छक्क पर्छन् म देखेर कसरी सुत्छु भनेर। अनि मैले सुतेको पनि अहिले भिडियो बनाएको होइन, 2 घन्टा मस्त सुतेँ। अनि सुतेर फेरि आज दिउँसो बोरिङ थियो कि, काम पनि त्यति थिएन। अनि फेरि उठेर फेरि यस्तरी भिडियो बनाउँदै अब हाल्छु। अनि टिकटक बनाएँ, यो टिकटकको हो। अनि टिकटक बनाएँ गानामा लिपसिङ गरेर। राम्रो राम्रो टिकटक होइन, टिकटक त कस्तो राम्रो हुन्छ नि, मलाई मनपर्छ। म धेरै टिकटक बनाउँछु के साथीहरू। अनि टिकटक बनाएँ अनि गाना लिपसिङ गरेँ। त्यसपछि हेर्नुहोस् त म कति राम्रो भएको हो साथीहरू। मेरो तारिफ पनि गर्नु न कोही तारिफ नगरिकन कसरी हुन्छ साथीहरू। तिमीहरूको जया पाठक स्टार त बनाउनु पर्यो आफ्नो साथीलाई सब्सक्राइब गरेर साथीहरू। फेरि मैले अर्को गानामा कपाल छोडेर मेरो कर्ली कपाल छ के साथीहरू, यस्तो गाछु जस्तो यति ठुलो। अनि कपाल छोडेर मैले टिकटक बनाएँ। फेरि हेर्नुहोस् त म कस्तो राम्रो छु है। म आफैलाई आफै माया गर्छु अरूले नगरे पनि के गर्ने, आफूले आफूलाई माया गर्नुपर्छ। फेरि कमला दिदीलाई कृष्ण भाइसँग बोलेँ मैले। अनि छुट्टी हुने बेला भइसक्यो। कति बेला छुट्टी हुने भने म घडी हेर्दै थिएँ, कति बेला जाने भन्दै थिएँ। अनि बाहिर आएँ, यसो बाहिर पनि अँध्यारो भइसक्यो थियो, जताततै लाइटहरू बालिरहेका थियो साथीहरू। अनि हेरेँ सबै ठाउँ अँध्यारो थियो के। अनि बाहिर हेरेँ यस्तो अँध्यारो भइसक्यो, कति बेला जाने भनेको। फेरि मैले आफैलाई देखाएँ कस्तो कालो देखेको म त है। यो अँध्यारो रातमा फेरि मेरो घर आउने टाइम भयो। बिहान हुन्छ म जान्छु, राति हुन्छ मेरो आउने टाइम हुन्छ साथीहरू। त्यसपछि मेरो बहिनीकोमा पुगेँ कि कोठामा पुगेँ, म बहिनीकोमा पुगेँ साथीहरू। कहाँ पुगेँ, होइन उतै छु, म अफिसमै छु हौ। अफिसमै छु। आन्टीले मलाई खानेकुरा दिनुभएको थियो कि म त भुलिसकेँ। एउटा पोलिथिनमा खानेकुरा मिठाई फलफुलहरू दिनुभएको थियो। अनि त्यो लिएर आयो रोडै आएँ कि साथीहरू। म त कहाँ पुग्छु त्यो पनि भुलिन्छु के साथीहरू, हेर्नुहोस्। अनि म गाना गाउँदै आएँ त्यहाँ रोडै यस्तरी साइकल चलाउँदै एक हातले अनि एक हातले मोबाइल यस्तो क्यामेरा गर्दै गाना गाउँदै आउँदै थिएँ। अनि
साथीहरू शहीद गेट पुग्ने बेला 3वटा बस ठक्कर लागेको कि मैले पछाडिबाट 2टा बस थिएँ अनि त्यो 2टाको त मैले भिडियो गर्न सकेन, जान सकेन अनि यस्तो मुटु धुक 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 भएर आयो मलाई थाहा छैन। अनि म घर पुगेरै सुतेको।